सिन्चामा त्यो झुट बोले अब बैगरी बाटो नखानु यो बाटो खोज्यो भने त अब गोठ मर्नु पर्यो नाना लेखेर गोठ आउँछु आफ्नै जमिनमा मरौला भन्ने अझ खासमा के हो समस्या दाइ तपाईहरु पानी नचारेको विषयमा पानी नचलेको नियम पालना भएन भन्ने हो पालना भएन भनेको कुराहरू एकदम पुरा गर्दैन हैन हजुर त्यही भएर पानी आज 3 दिनमा पानी नचारेको नि सर त्यही भएर हामीले आज यसो के हो एकदम पानी चार्छ कि भन्ने एकदम गरेको अपलोड गरेको हामीले हैन अनि बाटोमै मर्मत भन्ने बनाउने भन्ने कुरा थियो त्यो पनि बनाएन है छोरी हाल्ने लोरोड चलाउने तपाईको आरसी नाला निकाल्ने कुरा हो हजुर अनि त्यो पनि भएन अनि 2 वर्षदेखि तपाईँ 2 वर्षदेखि कारणले अब त्यो जुन समाधान भएको थियो यो बाटोमा रोडे हाल्ने अनि जाली लगाउने खोलामा भन्ने भएको थियो आरसीसी ढलान गर्ने भएको थियो अब त्यो पनि गर्दैनौँ भनेर भने अस्तिको उहाँ अनि खासमा यही हो तपाईहरुको यो अहिले चाहिँ यो टिप्पर बन्द गर्नमा छ यो के हुन्छ अब छलफल गरेर मात्रै खुलाउने भन्ने हुन्छ तपाईहरुको छलफल गरेर पानी हालेपछि अब आजलाई पानी आएछ अरे उहाँ हर्नकसम्म आएछ अरे हजुर घरमा पानी आयो भने छार्यो भने छोडिदिने अनि भोलि फेरि यस्तै चाहिँ भयो भने फेरि भोलि पनि बन्द 3 दिन यता हामीले धुलो खाइरहेछौँ 3 दिन भयो पानी चाहिँ चारेको छैन हर्नकमा पानी दिएन भने ट्याङ्कर तल गएर पानी लिएर आउने सिसिना गर्दा पनि लिएर आउन सक्छ है पानी यार त्यो त हामीले नपटा जस्तै भयो अनि 2 दिन भयो त्यो खाली फर्किरहेको त्यो ट्याङ्कर अस्ति पनि फर्केर खाली गयो अनि हिजो पनि खाली गयो अनि बोसरा बजारबाट चार यहाँ चारिन पानी पहिले हरिपाठन सरले के भन्नुभएको थियो भनेपछि हजुर यो बाटोमा जस दिन धुलो उड्छ पानी ट्याङ्करले चार्दैन त्यस दिन हामीले टिप्पर चलाउन भन्नुभएको थियो अहिले तपाईँको अब यो हेर्नुहोस् न अब पानी हालेकै छैन आज 3 दिन भइसक्यो अब बसपुरा बजारमा पानी हाल्ने यहाँ नहाल्ने हो कि होइन यस्तो गरिरहेछ होइन यो अब उ गर्नु पर्यो क्या पानी हाल्नु पर्यो राम्ररी जस्तो अब पहिलेको सम्झौता तर यो अनुसार बाटो त धेरै खराब भयो कि पहिले भन्दैन है पहिले हाम्रो सम्झौता अनुसार के हो बराबर भनेपछि थियो योसित मेरो बाइक माथबाट आउँदै सर लगी तल जान्छ जाला चाहिँ छोरा तल भिगमा भन्छ मैले खोलामा जाली लाउनु भनेको थियो बच्चा मर्छ